नहर्नु त यसरी मलाई हेऱ्यो भने शरम लाग्छ। यो काट्नु हेर्दै बुढो भइसक्यो बुढो कस्तो कोपिला धरेछ यो यहाँ काट्नु सबै डाल सारिदिनु अनि गजगजाउँछ पुरा। तपाईलाई चाहियो कुन? मलाई दिनु एउटा डाल दिनु गाइस। खोइ फुलकोपीलाई खोइ यहाँ फुलेको त यो कलरको यो मैले पनि रोपेको थिएँ त मोरा उसको छोराले चाहिँ लिएर आएको थियौँ। मैले नै एउटा डाल दिएको थिएँ उसको चाहिँ कस्तो मजाले भयो मेरो त मोरो। साथीहरू म चाहिँ अन्त फुल लिएर रोपिसकेँ होइन। अन्त छतमा बसेर हावा खाइरहेको छु। यस्तो दामी हावा आउँदैछ फेरि मनको पनि शीतल। अनि उता जङ्गलपट्टि पनि हेर्दैछु टुरिस्ट बसेको गाइस टुरिस्ट बसेको जत्तिकै भएको छ। मलाई चाहिँ यहाँ बसेर जङ्गलपट्टि हेर्दैछु कतै केही देखिन्छ कि भनेर होइन साथीहरू। अनि यस्तो धेरै जङ्गल पनि भएको छ अन्त गाछहरू पनि थुप्रो लडेको छ। अब यो जङ्गल सुहा भयो भने चाहिँ अन्त चाहिँ आक्रमण हुन्छ होइन। दाउरा लिनलाई पनि धेरै मान्छे जान्छन् छेउछाउमै छ पुरा लडेको छ गाछहरू। अहिले त पुरा जङ्गल छ त्यही भएर गएको छैन कोही पनि घर छेउछाउको मात्रै लडेको ल्याउँदैछन्। र गाइस म चाहिँ अन्त यहाँ बसेर हेरिरहेको छु जङ्गलहरू यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरू पनि हेर्नु। यहाँ बसेर म चाहिँ जङ्गलहरू हेरिरहेको छु केही देखिन्छ कि भनेर गाइस। र धेरै मिठो हावा पनि आउँदैछ साथीहरू। अन्त हाम्रो बाघिनी पनि बसिरहेछ त्यो चाहिँ छतमै बस्छ डरपोक हात्तीहरू आयो भने पनि कराउँदैन भुक्दैन। यो माको डरपोक छ यो बाघिनी चाहिँ एकदम चुप्प लागेर डराएर बरु लुक्छ त्यस्तो छ। यो हाम्रो घरको कुकुर चाहिँ एकदमै डरपोक छ यसको नाम चाहिँ बाघिनी। अन्त म चाहिँ बसिरहेको छु साथीहरू।